आजको दिन चाहिँ निकै रमाइलो हुनेवाला छ। सो त्यसैले हजुरहरूले चाहिँ मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। बिहान उठिसकेपछि पूजा गरे, त्यही त हो नि साथी, हतार हतार जाउलीमा पकाए र साथैमा चिया पनि। चिया खाइसकेपछि चाहिँ नानीलाई जाउलो खुवाए। जाउलो खुवाउनलाई चाहिँ यति गाह्रो के साथी हो, के गर्नुपर्ने। एकजनाले त जाउलो खुवाउनै सक्दैन र बाबा र छोरीको बाबा र मबाट खुवाए र मेरो नानी चाहिँ जिस्किँदै एक कचौरा जाउलो पनि खाँदै थिइन्। नानीले जाउलो खाइसकेपछि चाहिँ यस्तो भताभुङ्ग भएको कोठालाई चाहिँ म सरसफाइ गर्नतिर लागेँ र यतिको चाहिँ बनाएँ साथी हो। र घर सरसफाइ पनि त गर्नु पर्यो, केटाकेटी छन् फेरि बिगारिहाल्छन् साथी हो। फटाफट काम भ्याएर म चाहिँ छोरीसँग एकछिन खेल्न थालेँ र काम गर्दा गर्दै थकाइ पनि लागिसकेको थियो र मैले छोरीसँग चाहिँ खेलेँ र एकछिन खेलिसकेपछि खाना बनाउनतिर लाग्यौँ। खाना पनि पकायौँ र खाना पकाइसकेपछि चाँडो माम पनि खान थालेँ। आजको माममा चाहिँ बोडी र आलुको तरकारी र मेरो सधैँ फेभरेट चाहिँ मेरो आँप हो। र अहिलेको सिजन आँप खाने सिजनमा चाहिँ मजाले आँप खानुपर्छ नि त साथी हो। त्यसैले दाल, माम, तरकारी, आँप चाहिँ मैले फटाफट ढिला नगरिकन एक थाल माम खाएँ। दिउँसो एकछिन रेस्ट गरेर हामी चाहिँ लाग्यौँ बेलुका पख कोरिडोरतिर र कोरिडोर नगई त दिन गएकै फिल हुँदैन मलाई चाहिँ। कोरिडोर चाहिँ फेरि दिनमा एकचोटि जानै पर्छ। ल हेर्नुहोस् त कोरिडोर कति रमाइलो छ, छैन त रमाइलो? हेर्नुहोस् है त पुरा भिडियो। मलाई यो कोरिडोर आएपछि चाहिँ यति आनन्द लाग्छ कि तर सबैजनाहरू आउनुहुन्छ कोरिडोरमा, माइन्ड फ्रेस हुन्छ र दिउँसभरि घरमा बस्दा दिक्क लाग्यो भने चाहिँ म बेलुकाखेरि चाहिँ सधैँ झैँ म चाहिँ 1 घन्टा 1.5 घन्टा चाहिँ कोरिडोरतिर पनि जान्छु र रमाइलो पनि लाग्छ। कोरिडोरमा म हिँड्दै थिएँ र यताउता हेर्दै मेरो आँखा चाहिँ एउटा जोडीतिर गयो र जोडी चाहिँ हेर्नुहोस् न, जनावरको भए पनि मान्छेको भए पनि कति राम्रो र मिलेर खेल्दै थिए, रमाइलो गर्दै थिए। म चाहिँ एकछिनसम्म भिडियो बनाएर बसेँ। कति रमाइलो लाग्यो के यो भिडियो हेर्दा। लगभग 1-2 घन्टा हिँडिसकेपछि चाहिँ हामी अब थकाइ पनि लाग्यो र छोरीलाई पनि जिस्काउँदै यसो थकाइ मेटाउँदै गऱ्यौँ र अनि गफ गर्दै बुढाबुढी अनि छोरीसँग र अनि त्यसपछि ठ्याक्कै कस्तो टाइमिङ मिलेको प्लेन पनि आइदिरहेको। भिडियो त खिच्नै पर्यो। हेर्नु न कति रमाइलो छ कि कति राम्रो देखिन्छ यो कोरिडोरमा। मलाई त यति आनन्द फिल हुन्छ कि यो कोरिडोर आएपछि। सो थकाइ लाग्यो, हिँड्दै थकाइ लागेपछि एकछिन छोरीसँग बस्यौँ र एकछिन बसिसकेपछि छोरीलाई जिस्काएपछि छोरी हेर्नु न यति खुसी हुन्छ बाहिर निस्किन पाउँदा। घर के आइपुगेर फेरि हेर्नुहोस् न केटाकेटी, नाना भान्जी, मेरो चाहिँ 2टा भान्जीहरू हुनुहुन्थ्यो र घरमा यति रमाइलो गर्छन् कि नाच्ने गाउने यस्तै हो। केटाकेटी भेट भएपछि सधैँ यस्तै रमाइलो गर्छन्। बाई साथी हो। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै